सबैको जय मसी की सबैलाई जय मसी। साथै आज मेरो नयाँ भिडियोमा तपाईहरुलाई स्वागत गर्दै फेरि पनि म आज तपाईहरुको अगाडि वचन लिएर आएको छु। मैले पाएको आशिष तपाईहरुसँग पनि शेयर गर्न म आएको छु। आज चाहिँ व्यवस्था विवरण लिएर आएको छु। यसमा चाहिँ यति धेरै आशिषका कुरा लेखेको छ अनि मैले यो वचन पढ्दै गर्दा म धेरै आशिषित भएँ अनि तपाईहरुसँग पनि शेयर गरिरहेको छु है। अनि व्यवस्थाको पुस्तक चाहिँ जसले परमेश्वरको आज्ञालाई पालन गर्छ उहाँले धेरै आशिष पाउँछ र सबै खेतीपाती अन्न पानी सबैमा परमेश्वरको आशिष बोल्छु भन्नुभएको छ। तर जसले परमेश्वरको वचनलाई उल्लङ्घन गर्छ उसलाई फेरि डरलाग्दो श्रापितको वचनहरू पनि बोलेको छ है। यसै कारणले गर्दा हामी आजको चाहिँ आशिषको विषयमा वचन पढौँ है। आज्ञा पालन गर्नेहरूलाई आशिष 28:1 यसरी भन्नुभएको छ, आज मैले तिमीहरूलाई आदेश गरेका उहाँका सबै आज्ञाहरू मानेर परमप्रभु तिमीहरूका परमेश्वरको वचन होसियार साथ पालन गर्यो भने उहाँले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूमध्ये श्रेष्ठ तुल्याउनुहुनेछ। हेर्नुहोस् त, परमेश्वरको आदेश आज्ञाहरू मानेर अघि बढ्यो भने चाहिँ परमेश्वरले पृथ्वीको सबै कुरोहरूभन्दा श्रेष्ठ तुल्याउनु हुनेछ। अनि 2मा के भन्नुभएको छ, परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गर्यो भने यी सबै आशिष तिमीहरूलाई लाग्नेछन् र तिमीहरू आशिषित हुनेछौ। परमेश्वरको वचनले भन्छ यो सबै कुराहरू हामीले मानेर हिँड्यो भने परमेश्वरको आशिष हामीमा धेरै थपिनेछ, तिमीहरूलाई आशिष हुनेछ भनेर परमेश्वरको वचनले भन्नुभएको छ। यस कारणले गर्दा अब यहाँ 8:28 र 2मा आशिषको कुरा लेखेको छ भने यहाँ फेरि 15 पढ्यो भने झन् डर लाग्दो छ है। आज्ञा पालन नगर्नेहरूको नतिजा कस्तो हुन्छ अलिकति पढौँ है। तर आज मैले आदेश गरेको परमप्रभु परमेश्वरका वचन सुनेर होसियार साथ उहाँका आज्ञा र विधिहरू पालन गरेनौ भने यी सबै श्राप तिमीहरूलाई लाग्नेछ र तिमीहरू श्रापित हुनेछौ। अब्बै कति डर लाग्दो है। यस कारणले गर्दा हामी होसियार साथ परमेश्वरको वचन पालन गरौँ। यो वचन जब जब पढ्छु नि म धेरै आशिषित हुन्छु। अनि फेरि 15 देखि पढ्दा फेरि डर लाग्छ। हो नि, मान्छे हौ, शरीरमा छौ र गल्ती गर्छौ भन्ने कुराहरू हामीले दोहोऱ्याउँछौँ। यस कारणले आजको वचन परमेश्वरको वचन सुन्ने सुनाउने सबैको जीवनमा परमेश्वरले काम गर्नुभएको छ र मैले पाएको आशिष तपाईहरू पनि सुनेर आशिषित हुनुहोस् है। हुन्छ, सबैलाई जय मसी भन्दै फेरि पनि आज यसरी यो दिनहरूमा त्यही चर्चा भइरहेको छ है। तपाईहरुको फाइल जम्मा दिनुभयो भएन बनिसक्यो भन्ने कुराहरू लिएर है। आज सरकारले कति डरलाग्दो कामहरू भइरहेछ। हाम्रो सल्लाहको लागि त झन् तपाईहरुलाई थाहै होला है, तपाईहरुलाई थाहै होला। अनि थाहा नभएको भएकोहरूलाई पनि अब अलिक दिनमा थाहा हुन्छ। आज फेरि के भइरहेको थियो भन्ने, जुलुसहरू भइरहेको थियो भन्ने कुराहरू सुनिरहेको थिएँ। हुन्छ भन्ने कुराहरू भयो भएन त्यो मलाई थाहा छैन, तर हुन्छ भन्ने कुराहरू सुन्दै थियो है। यस कारणले गर्दा अब संसार मासिने बेला आयो होइन। अब अनेक किसिमको कुरा हुन्छ अनि हुँदैछ संसारमा। यस कारणले गर्दा हामी होसियार भएर परमेश्वरको वचनलाई पढ्दै पालन गर्दै गरौँ। संसार डरलाग्दो छ। यो संसारको जन्जालदेखि हामी बाँच्न पर्नेछ। यस कारणले गर्दा तपाईँ र मैले धेरै प्रार्थना गर्नुपर्नेछ। हामी सबैले प्रार्थना गर्नुपर्नेछ देश विदेशमा भइरहेको कुराहरू लिएर। हुन्छ, सबैका कुशल मङ्गलै होला है। तपाईहरू म पनि सन्चै छु अनि परमेश्वरको फेरि पनि
इच्छा भए फेरि पनि भोलि हामी यति बेला नै भेट्नेछौँ है भन्दै सबैलाई यीशु ख्रीष्टको नाममा जय मसी भन्दै फेरि पनि धन्यवाद तपाईँहरूले मेरो अहिलेसम्म कुरालाई सुनिदिनु भएको लागि। हुन्छ, भोलि भेटौँ है।